हजुर छ एउटा यही छ त्यो घरकै होला होइन के हुन्छ घरमा छैन होइन किन ल्याएको कसको ल्याएको सुन्दर गाउँबाट ल्याएको हो उसले के अरे गोर्खे फाजु पूजा त 9:30 बजे नै सक्यो गाडीमा छ अब सामान त पूजा सकेर अब फर्किने तर्खर ल पकाउने कार्यक्रम सुरु हुँदैछ खोलामा दाउरा ए मान्छे खोला खोला पैसा त नफाल्दैन नि यार पैसा भनेको चिज कमाउन कति गाह्रो छ हजुर अब त के भेट्नु त्यहाँ खुकुरीहरू लिएर गरौँ त पहिला पनि हामीले नै खाएको बनाउने ढुङ्गा छुट्टै बनाउनु पर्छ अब जुगा हेरि बस्नु हुँदैन अब दाउरा ओइ हाले खुकुरी लिएर अब दाउरा खुन्छौँ पानी तताउनु भन्दा पोल्नु ठिक हुन्छ मैले देखेको अब के हुन्छ आफ्नो बिचारै मैले चाहिँ देखेको अब पानी भएपछि बिलेट चाहियो यता यहाँ हाम्रो गुरु पनि भइहाल्नुहुन्छ अब हामी चाहिँ दाउरा साउरातिर लागौँ न को लाग्ने त्यो काका मेरो झोलामा खुकुरी हामी यता आइपुग्छौँ मामा यता त्यो पुल्केला बनाउनु लागेको हुन् ल गाडी चाहिँ यहाँ छ आज हाम्रो खाने कार्यक्रम चाहिँ यतै हो है ल ऊ गाडी यहाँ छ यो छक्क लाएर खुकुरी लिएर आऊ खुकुरी आज हामी यसम्मको तेस्रो लड्न पर्ने तेस्रो योभन्दा अगाडि यो खोला पनि छ अब यही खोलामा धुने यही खोलामा खाने आगो बोल्छ हजुर मलतिर राख्नु र हामी चाहिँ ठ्याक्क आइतबार मन्दिर आइपुग्यौँ तलतिर जान आँटेको यहाँ चाहिँ सामानहरू झिकझाक गर्दैछौँ सानो चल्ला त सबै ल त हामी चाहिँ तलतिर अब जान्छौँ हजुर छ एउटा यही छ त्यो ल घरकै होला होइन के हुन्छ घरमा छैन होइन किन ल्याएको कसको ल्याएको सुन्दर गाउँबाट ल्याएको हो उसले के अरे गोर्खे फाजु यो त्यस्तै लागेको थियो ल है त ल हामी यहाँ सामानहरू झार्दैछौँ गोरी दिइराख्यो त्यो ल्याऊ न हजुर हजुर ल हाम्रो त्यहाँ आइसक्यो सकिसक्यो काटेर कति सामान भनेको लिएर हिँड्नुपर्छ पानी पर हुँदैन राख्नु भाँडा ल्याउनु मात्रै बिर्सेको अरू सबै ठिक हो
भाँडा पनि बिर्सेको होइन सल्लाह राम्रो गरेको मामाले अब हिजो खाएको पनि होइन ठुलोले खानुभएको थियो क्या अलिअलि यसो उसमा पहिलो लड मर्कै पऱ्यो हामी चाहिँ 8:30 बजेको लड गऱ्यौँ अहिले 9:30 बजे पैसा तिरे पनि सुविधा छ हेर्नु सबै अरेली काँडैले मलाई चसै चसै टर्निङ हो तिमीलाई ल चुवास्यै यो मान्छे चाहिँ अलिकति के भने रमाइलो पा भएको त्यस्तो नराम्रो होइन हामी चाहिँ अहिले अब काहीँ पनि भाइ खोला होइन त यो चाहिँ तलैलाई लर्खु खोला भन्छ माथि चाहिँलाई आइतबारे खोला भन्छ तल चाहिँ लर्खु खोला यही हो यो चाहिँ लिखुमा गएर पिसिन्छ ल टर्निङ आयो अब यी अड्डा भइरह्यो अहिले टर्निङ टर्निङ पुगेन त ल ल ल ओके WhatsApp ल गाइड 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 हामी चाहिँ यस्तो ठाउँमा हिँडिरहेको हामीले बनाएर खाने ठाउँ यही है अब यहीँ बनाएर खाने ठाउँ हो है यहाँ चाहिँ पुल बनाइरहेको छ खोला यहाँ छ है अब गाडी यति राख्ने हो त्यहाँ पुलसुल बनाइरहेको छ ल हेर्नु है बिस्तारै बिस्तारै गाडी यिनै होइन त कि पर त्यसमा राख्ने हजुर यहाँ सामान चाहिँ झार्नु पर्यो पहिला अलि अठ त यो रगत नदेखाउ ल रगत देखाउनु मान्दैन है ए ल ल है पागललाई यो गाडी चाहिँ म परिवेशन गरेर राख्नु तपाईँले किन यो गाडी आउँदै यस्तो त सिस्टम हो यहाँ ल ल ल ल ल गर्नु पर्यो त दाउरा यही चल हुँदैन सल्काउनु चाहिँ पर्यो क्या सामान त निकाल्ने नि सामान पहिला पाठी गरेपछि निकालौँ त एकचोटि यो बोकुम त मामा तपाईँ छोडिदिनु रगत मुसे बनाएर चाहिँ यो घाममा राखिदेऊ त ल है पैसा भेट्टायो कि क्या ल हाम्रो यहाँ जुकाले खाएको अवस्थामा कहाँ उडेर आउनु यहाँ कुखुराले कहाँ रित्दै हिँडेको त को म त पाठी मात्रै लाने भने जस्तो ला जुक्काले खाएको अवस्थामा यहाँ बममा सबैजना हजुर नाटक पानी खाल्नुहुन्छ कि त्रिका भन्नु भन्नु म थाहा छैन ओहो लो बर्बाद अनुहार आइहाल्यो बहिनीको अनुहार आइहाल्यो अरे पनि झोला सारा नै परिहाल्यो कुन झोला झोला कुन छ मलाई नसकेको ससुरो देखाउँछ होला नि कोही चिन्दिनँ ल ल राम्रो छ ठाउँ त नाम चाहिँ धिर्काउँछ यो अरू चाहिँ काट्नुपर्ने हो कसको हो मेरो रामे छ फिर्काउँ गाइज हाम्रो गुरुले चाहिँ तुफान रेड बुल हाइपेस त हाम्रो गुरुले आदि तुफान भन्ने कुरा पनि भन्छ आया 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 ओ भाइ बच्चा बच्चा के साह्रो गुरुले तुफान कुदाउनु भयो त आमा गुरुले त यो त खलनायक भएर पुऱ्याइहाल्नु आया भाइ ऊ के दाँत भाँच्यो
विचार गरेर दाँत माथि ननिकाल ठोक्यो भाइको चाहिँ गाडीको ढाडा आयो अहिले त उपचार पनि पिर छैन भात खाएर पेट हल्लो गरम भएको छ पिरतीले सताएर रुम्की हाँसुम भइछ भाइ कस्तो बात आइतबारे कपाल है त यात्रा पनि दामी भयो होइन मौसम राम्रो अरूभन्दा पनि मौसम त आज त पारि काट्नु जाने बाटो ल हेर्नु पिरतीले सताएर रुम्की हाँसुम अनि बिहान कुरा सुरा पाइसकेको थियो अहिले त उनीहरू मरिहाले कराउनु छोडिहाल्यो कालिस ल यार उहाँ त मान्छे छ त उता रातो उहाँ त्यत्रो मान्छे के रातो उहाँ हेर नि त रातो उहाँ ल आज हाम्रो यात्रा चाहिँ पप्पाल छ ल आइतबार फर्क्यो मौसम पनि एकदम काइदा छ गाइस बिहान यो कस्तो राम्रो छ त त्यो चाहिँ ल आइतबार यो आज 15 गते बिहान 8 बजेको लटमा परेन हामी अनि